हाई एभ्रिबडी आज चाहिँ हामी चितवन जाँदैछौँ रातिको लगभग 9:30 भइसक्यो हामी अहिले भरतपुरमा छौँ काठमाडौँबाट अलिक ढिला आइदियौँ सो सन्देश र सुस्मिताको बिहेको लागि जाँदैछौँ सो दिस ब्लग इज अबाउट अल अफ द वेडिङ थिङ्स फाइनली हामी आइपुगे मामा घर हेलो हेलो नमस्कार सबजनालाई ढोक दिया भर्खर हामी छिर्या है यो बेउला यो चाहिँ मलाई पैसा दिने गीत हो है मान्छेलाई जाने दाइ बाटो चाहिँ खोजिन्छ यहाँ चाहिँ बोडी केलाई कुलाई भइरहेछ साथीहरू आऊ यहाँ बस्नु ल यहाँ चाहिँ काउलीको मर्मत समार भइरहेछ हाम्रो इन्सपेक्टर काउली हेर्ने यहाँ चाहिँ सेल पाकिरहेछ सेल पकाउने ग्याङ ए उसलाई दिनु पर्यो नि त अलिकति ल चनेको के अरे सुपारी सिक्का खानालाई पो रहेछ नि त सबको भागमा सेलरोटी अनि तरकारी अचार के छ आज मेरो भागमा चाहिँ चटनी हो सो इन्ग्रिडियन्ट्स बटुल्दै हिँडिरहेको छु म बारीमा अर्ग्यानिक ओन्ली इन्ग्रिडियन्ट्स आज हाम्रो डे वानमा चाहिँ हामी के गर्दैछौँ भन्दाखेरि हामी इन्गेजमेन्टको लागि हामी रेडी हुँदैछौँ सबजना सो यो चाहिँ बेहुलाको दिदी सो बेहुलाको भाउजू इज राइट हियर भाउजू चुरा खोजिरहेको छ बेहुलाको आमालाई एकछिनमा देखाउँछु म यो चाहिँ दामी देखा जाडो रातो चिकै नलागिकन पठा अलिअलि टिकल लानु मिल्दैन नि होला बसेर सबजना आफ्नै धुनमा छ यहाँ चाहिँ एक्लै हाँस्ने कि दाँत देखाउने सबैलाई हुन्छ
इन्गेजमेन्टमा आएको सो तोरीबारी पाएपछि के चाहियो it is बिहेको दिन यहाँ चाहिँ बाजा चाहिँ किन धुने यो कोहनालाई भनेको चाहिँ प्रोसेस के हो त किन गर्ने त टाइट बनाउने के यो ए टाइट बनाउनलाई खरानी त्यसरी खानिदिन्छ त खोइ त हुन्थ्यो त अहिले त दाइरालाई पैसा चाहियो किन हुन्थ्यो अब फाइनली हामी जाँदैछौँ बेहुलीलाई लिन सुमी एन्ड द भतिजी काकाको बिमा चाहिँ होइन भुस भएर जाने भयो कि
acoustic guitar, blend with the gentle sound of the waves crashing against the shore. A serene melody weaves through the breeze, creating a soothing rhythm that mirrors the ocean's ebb and flow. The sound of distant gulls and the rolling tide soft strums of the warm acoustic guitar, blend with the gentle sound of the waves crashing against the shore. A serene